ल साथीहरू, आज फेरि पनि यो स्टुडियो सनलाइटमा हामीले अब पहिल्यैदेखि गरिरहेको काम, तर मैले भिडियोमा नहालेको कप प्रिन्ट मैले सुरुमा म्याजिक कप देखाएँ। यो म्याजिक कपमा चाहिँ तपाईँहरूले तातो पानी, तातो दुध या तातो केही चिज राख्दाखेरि मात्रै फोटो देखिन्छ। यसमा फोटो आउँछ र यो सँगै फेरि अर्को कप पनि रहेको छ, नर्मल कप। नर्मल कपमा तपाईँहरूले यस्तो प्रिन्ट, यहाँ चाहिँ हाम्रो थारू अहिले प्रिन्ट भएकोमा चाहिँ थारू गहनाको हामीले गिफ्ट, थारू गहना किन्दाखेरि गिफ्ट दिने यो राखेको हो। तपाईँहरूले यसमा चाहिँ आफ्नै फोटो राखेर प्रिन्ट गर्न सक्नुहुनेछ। तपाईँहरूले यस्तै कप बनाउनु पऱ्यो भने पनि हाम्रो पसल आउनु होला। र यो सँगै फेरि हाम्रो पसलमा टी सर्ट प्रिन्ट पनि हुन्छ है। टी सर्ट प्रिन्ट चाहिँ यो व्हाइटमा हुन्छ। यो टी सर्ट चाहिँ तपाईँहरूले आफैले ल्याउँदा पनि हुन्छ, तर चिल्लो खालको टी सर्ट चाहिने भएर सकेसम्म हाम्रै पसलमा टी सर्ट पनि पाइन्छ। र यो टी सर्टसँगै आफ्नो फोटो हालेर या केही अब अहिले ट्रेन्डिङमा के छ, अब नेपालको या बालेनको फोटो राखेर यो टी सर्टमा बनाइरहेको छन् भने तपाईँहरूले त्यस्तै बनाउनु पऱ्यो भने पनि हाम्रो पसल भिजिट गर्नु होला। यो पनि साइजको रहेको छ, तपाईँहरूले जुनसुकै साइजको पनि बनाउन सक्नुहुनेछ र अनलाइनबाट पनि मगाउन सक्नुहुनेछ है। यो र टी सर्ट अनि कप पनि अब पसलले भिजिट गर्नुहुन्छ भने चोरमारा ठ्याक्कै चोकमा, पूर्वबाट आउँदाखेरि ठ्याक्कै चोकमा तपाईँहरूले हाम्रो पसल देख्नु सक्नुहुनेछ। थारू गहना र स्टुडियो सनलाइट भनेर माथि त्यो पनि देख्न सक्नुहुनेछ बोर्ड। यो सँगै भित्र तपाईँहरूले अब देखिराख्नु भएको, अनलाइनमा देख्नु भएको छ भने देखिराख्नु भएको यो पसल भिजिट गर्नु होला है त।